वेलकम टु माई ब्लग। आजको ब्लग मेरो पसलबाट सुरु हुँदैछ गाइस। आज मेरो पसलमा को आउनु भएको छ र आज म कोसँग काम गर्दैछु भनेर तपाईँलाई म देखाउन जाँदैछु। हेर्नुहोस् है, हाम्रो नाइके वान एन्ड ओन्ली हाम्रो मेन नाइके उहाँ हुनुहुन्छ। मेन उहाँ हाम्रो आजको सेफ त्यहाँनिर हुनुहुन्छ। हाम्रो आजको हाई गरिरहनु भएको छ। आज यो पसल एक्लै चलाउँदैछौँ। अब तपाईँहरूले सोचिसक्नुभयो हामीले कसरी पसल चलाउँछौँ भनेर। एकदम राम्रोसँग अहिले एकदम राम्रोसँग हामी पसल चलाउँछौँ नि। राम्रोसँग पसल चलायौँ कि हामी यहाँ बसेपछि एउटा नि बस्या। यस्तै छ गाइस हाम्रो पसलमा। तपाईँहरू खाना आउनु न गाइसहरू, कहाँ हराइरहेको यार। मेरो पसलको नाम थाहा छैन क्या तपाईँहरूलाई। यहाँ मेरो पसलको नाम यो छ गाइस। आउनु पर्ने भयो क्या मेरो पसलमा। यस्तो खाली छ हेर्नु त मेरो पसलमा। त्यो सेफलाई त्यहाँ खाना पकाउन मन लागिरह। त्यहाँ सेफलाई यस्तो घाम चलिरह गाइस। हिजो हावाहुरी पानी परिरहेको थियो तर हावा नि अहिले त चलिरह। अलिअलि त्यति साह्रो गर्मी पनि छैन, साह्रो गर्मी पनि छैन गाइस। भन्छ है त मस्त यहाँ हावाहरू चाहिँ चलिरहेको छ है। त्यसमा पातहरू पनि हालिरहेको छ यस्तो। तर घाम चाहिँ अलिक चर्की छ होइन गाइस। आज पिँढामा भएर पछि चलाउँदैछौँ गाइस। म पिँढा बनाउन जाँदैछु। यो मेरो दिदीले बनाउनु भएको पिँढा, यो दुइटा मैले बनाएको पिँढा। हाम्रो सेफको नानी हेर्न सक्नुहुन्छ गाइसहरू। कस्तो दामी नानी। तर लास्टमा चाहिँ अलिकति डढेको होइन। सेफको नाम तयार भइसकेको नाम के का लगाउँदै आफै सब भएपछि आफैले गर्नुपर्छ भने थाहा म आफैले प्लेटमा राख। झन् कस्तो राम्रो देखिन्छ। यस्तो नखानु नखाइ यहाँ मात्र पाइन्छ। खरे कसरी खाएर जानुभएको छ कस्टमरहरूले देख्न सक्नुहुन्छ। कसरी च्याटी आइएम प्राउड अफ यु रूपले। आइएम प्राउड अफ यु। हाम्रो ठुलो सेफ हुनुहुन्छ। के भन्न चाहनुहुन्छ? किन भन्नुहुन्छ त? सब मैले बनाएको खरे गाइस, मैले बनाएको खरे। यसै खाएर जानुभएको छ कस्टमरहरूले। दिदी के सम्झ भन्न चाहनुहुन्छ? होइन भन्नु न भन्नु। ओहो म त ठुलै साँच्चीको त ठुलै सेफ हुन लाग्यो गाइसहरू। के हो अलि अनुहार नबिगाएर नै दिदी। के भयो दिदी? नाम पनि हो कि नै भनेर गन। नाम ए हो मैले हानेको नान हो त। तर एउटा कुरा तपाईँको पनि राम्रोसँग भयो दिदी। लेट सलादा चाहिँ फेरि यस्तो मजामा खाएर सलादा र पानी अरू नखाइदिनु दिदी। सलादा र पानी चाहिँ खाएर गइदिएछन् दिदी तपाईँको। लिनु खरे हेर्नु कसरी खाएर गयो भने कति मिठो बनाएर रहेछ मेरो हात। पानी र गाइस अहिले चाहिँ अँध्यारो भइसकेको छ। दिनु न त आजदेखिको लुगा भिज्छ गाइस। यसको स्याडीमा पार्टिदिनु हुन्छ त्यसले लुगा भन्छ। हाम्रो दिदी हामी मिठो होइन नमिठो तरकारी यहाँ साग पनि आउँछ गाइस। यसलाई भन्छ मोटी, त्यसलाई भन्छ घ्याम्पे सुप्पा। दिउँसोको 5 बजिसकेको छ। हामीले चाहिँ खानासाना खाएर क्रिकेट बसेका थियौँ 3 बजेबाट। अहिले चाहिँ हाम्रो के खाने पालो भएपछि देखाउँछ है। हाम्रो के हो अरे सेफ? यो सेफ चाहिँ भर्खर सुतेर उठ्नुभयो क्रिकेटमा। त्यो आँखा हेर्नु कति नसिला छन्। के हो अरे क्याफे राथे बाहिर यसो देखाउँदै हो। चेस यो रक्सी पनि ग्लास हुने। आज हामीले पिउँछौँ। यहाँ पङ्खा छ। गर्मी लास्टै बढेको छ गाइसहरू। यस्तो मिठो छ गाइस। कसरी बनाउनु भयो मलाई सिकाउनु न।
आहा तितो पनि छैन गुलियो पनि छैन ठिक्क छ कति मजा आएको हाम्रो दिदीको के आउँछ कति मिठो खाने कस्तो छ बढिया मैले बाइमी कसरी बनाउनु भयो यसको रेसिपी के हो प्राइभेट रेसिपी बनाएर ट्राई गर्नु होला गाइजहरू एकदम मिठो आइस हालेको यो आइसवाला यो तातो पनि बनाउन मिल्छ होला मिल्छ अरे दाइ मिठो हुन्छ गाइस तपाईँलाई कफी मनपर्छ भने गर्मी बनाएर खान सक्नुहुन्छ गाइजहरू मिठो लाग्यो मलाई यस्तो मन पऱ्यो कि तपाईँको भात पनि मैले खानै लाग्यो